चाहन्छु कि आज हामीले यो बर्मेक जस्तो जग्गामा जहाँनिर चाहिँ एउटा ठुलो एग्रिकल्चर हर्टिकल्चर दिवस मनाउँछौँ, जहाँमा हामीले फेलिसिटेसन पायौँ, हाम्रो प्रदर्शन कलाहरू देखाउन पायौँ, यसको लागि म धेरै धन्यवादी छु। मुख्यमन्त्री स्वयंले पनि तपाईँको यो तपाईँलाई आर्थिक मद्दत गर्छु भन्ने घोषणा गर्न सकिरहेको छ है, तपाईँलाई कस्तो लागिरहेको छ तपाईँलाई? सर उहाँले त अब हामी जस्तो सबैलाई एकदमै आर्थिक सहयोग दिइ नै रहनु भएको छ र मलाई पनि खुसी लाग्यो कि उहाँले एउटा वचन हामीलाई पनि दिनुभएको छ कि भाइलाई पनि अलिकति आर्थिक सहयोग हामी गर्छौँ भनेर र म एकदमै यसमा पनि खुसी छु कि उहाँको मद्दतले अझै हाम्रो काम र हाम्रो यो पेसालाई चाहिँ हामीले अगाडि बढाएर अझै त्यस पाएको राशिले अझै हामीले हाम्रो भाइ बहिनीहरूमाथि हाम्रो आर्टिजनहरूमाथि अझै पैसा लगाएर उहाँहरूलाई अझै स्किललाई सार्प गराउने र अझै हामी यो प्रडक्टहरूलाई अझै देश विदेशमा धेरै जग्गा पुऱ्याउने भन्ने आशा छ। भोकल फर लोकल भनिन्छ नि, यो नारा चलिरहेको छ। मुख्यमन्त्री आफूले पनि यसलाई पुरा यसलाई उयो गर्नुभएको छ है, यसलाई प्रशंसा गर्नुभएको छ। तपाईँले के सोच्नुहुन्छ भोकल फर लोकलमा? यो त सर तपाईँको एकदमै राम्रो मुहिम हो। देशमा भोकल फर लोकलले गर्दा चाहिँ हामी जस्तो बस्ती बस्तीमा बस्ने आर्टिजन्सहरूले चाहिँ मौका पायौँ नि त। आफ्नो सामानहरू बेच्ने, आफ्नो सामानहरू ल्याउने, आफ्नो सामानहरूलाई यसरी नै अगाडि बढाउने हामीले पायौँ मौका। किनभने आजभन्दा अगाडि धेरै वर्ष अगाडितिर चाहिँ सुरु हुनुपर्ने थियो भोकल फर लोकल, तर केही छैन, अलिकति ढिलो भयो भए पनि हामी जस्तो आर्टिजन्सहरूले आफ्नो सामान आफ्नै जग्गामा बेच्ने एउटा है मौका पायौँ र यसको लागि हामी धेरै धन्यवादी छौँ मुख्यमन्त्री साहबको लागि कि उहाँले एउटा जति पनि यो लोकल आर्टिजन्सहरू सिक्किमभित्र चलेको छौँ, चाहे ब्याम्बोमा होस्, चाहे वुडमा होस्, चाहे कार्पेटिङमा होस्, चाहे वुलनमा होस्, र उहाँको यो जति